छौ सो हेलो एभ्रिवान एन्ड गुड मर्निङ छ है र बिहानको बज्दैछ 6:30 है र गाइस आज चाहिँ कता जाँदैछु भन्दाखेरि चाहिँ आज चाहिँ म कालिम्पोङ जाँदैछु किनभने मेरो आधार कार्ड अपडेट गर्नुपर्ने छ हो एड्रेसहरू सो आज जाँदैछु किनभने कालिम्पोङ चाहिँ किन भन्दाखेरि चाहिँ मैले पहिला सानोमा कालिम्पोङबाटै बनाएको र अहिले पनि अब पनि कालिम्पोङबाटै बनाउनु भन्यो कि आमाले सो कालिम्पोङबाटै बनाउँदैछु र अब चाहिँ जान आँटेको है र अहिले आफ्नै गाडीमा चाहिँ जान्दिनँ अहिले चाहिँ बजारसम्म चाहिँ आफ्नै गाडीमा हो त्यहाँदेखि चाहिँ बसमा जानुपर्ने छ चित्रेसम्म त्यहाँदेखि चित्रेदेखि चाहिँ उकालो भ्यानमा जानुपर्छ हो र यस्तै छ र अब एकछिनबाट हामी भेट्नेछौँ हेलो साथीभाइहरू म चाहिँ आइपुगेँ यहाँ चित्रेमा र अब चाहिँ यहाँदेखि उकालो जानुपर्ने छ बिहान हेरेर र हेरौँ छ कि छैन गाइस गाइस कालिम्पोङ आइपुग्यो हो र अहिले चाहिँ यहाँ थाना डाँडामा छु र यहाँनिर मामालाई पर्खिँदैछु हो यहाँनिर पुरै हल्ला छ लु गाइस अहिले चाहिँ अपडेट गरिसकेर आइसकेँ आजै भइहाल्यो र अब चाहिँ एकछिन खाजासाजा खाएर अब तल बस्ती जानुपर्छ बोजूहरूकोमा हो त्यहाँ गएर एक दिन बस्छु त्यहाँदेखि भोलि चाहिँ बिहानै फर्किनु पर्ने छ सो या अहिले भेटौँ लु गाइस अहिले भने चाहिँ म हिँड्दै जाँदैछु है अलिकति गाडी भाडा पनि बचाएको भन्ने र केही छैन अहिले चाहिँ म त्यतिकै बाटोमै छु र यहाँदेखि चाहिँ बजारदेखि चाहिँ 5-10 किलोमिटर हो बमबस्ती भन्ने जग्गा तपाईँहरूलाई पनि थाहा छ होला कतिलाई हो र जाँदैछु बाटो लु गाइस अहिले भन्ने चाहिँ आधी बाटो जति पुगिसकेँ है र यहाँनिर बहिनी छ नि त हो गाइस बहिनीलाई यहाँ मिठाईहरू किनिदिइरहेको छु र अहिले भने चाहिँ आधी बाटो हो अनि अब पुग्न आँटेको भनौँ न है मैले पनि बाटोहरू चाहिँ झन्डै बिर्सेछु क्या कति दिन बादमा आउँदाखेरि चाहिँ र केही छैन अब पुग्न आँटेको छु है र अहिले तल पुगेर म तपाईँहरूलाई भेटौँला सो गाइस यो चाहिँ हो हाम्रो गाउँबाट भ्यू हो अलिकति क्यामेरामा अलिक त्यस्तो देखेको छैन है यो माथिदेखि यहाँ माथि देख्दै गरेको छ नि कालिम्पोङ हो त्यहाँदेखि आएर चाहिँ यहाँसम्म हिँडेर आएको अब चाहिँ जाँदैछु अझै ओह्रालै हो क्या अब चाहिँ पुग्न आँट्यो गाइस अन्ली कति पर्सेन्ट 10% छ बाटो र अहिले यहाँदेखि चाहिँ सर्टकट जान्छु म जस्तो लाग्यो एकदमै चेन्ज भइसकेको छ हो अस्ति पहिलाको पोहोरको साल आएको थियो यो साल आउँदैछु यहाँनिर यस्तै छ हो गाइस र अब म तपाईँहरूलाई पुग्न आँटेको छु हो र अहिले चाहिँ त्यतिकै यहीँ पुगिरहेको छु होइन अब यहाँदेखि चाहिँ सर्टकट कहाँ पो थियो मैले यहाँ छ तर बिर्सिसक्छु क्या यहाँदेखि ओह्रालो झर्नुपर्छ त्यहाँदेखि अलिक पर होला यहाँनिर चाहिँ यस्तो छ हो हामी बस्ने ठाउँलाई चाहिँ नि गाइस लोवर बमबस्ती भन्छ हो लोवरको पनि लोवर सबसे तलको चाहिँ बमबस्ती होइन यहाँदेखि उकालो जाँदै गयो भने ठुलो बमबस्ती अप्पर बमबस्ती सबै भेट्छ हो यहाँनिर चाहिँ अहिले हामी यहाँ छौँ ए होइन होला यहाँदेखि त
सोस रोटेर जाउँ छिटै पुग्छ। हेर्नुहोस् न गाइस, यो फुल पनि फुलिरहेको रहेछ। यो कुन्नि के फुल भन्छ हौ, यो रुखमा फुल्दै गरेको यो सेतो सेतो छ नि गाइस। यसको नाम चाहिँ बिर्सेँ कि, तर दामी चाहिँ दामी हुन्छ यो फुल। यसो फर्रे उड्छ पनि हो। अगर हामीले त्यो काँचैमा चाहिँ यसो खोलेर चाहिँ अब यस्तो फ्याँक्यो भने चाहिँ उड्छ हो। र अहिले भनेर चाहिँ यहाँनिर स्कुलमा पुगिरहेको छु हो। यो देख्दै गरेको यो छाना चाहिँ नि, यो ठुलो छ नि, यो चाहिँ बमबस्ती स्कुल, बमबस्ती स्कुल हो है। र यहाँनिर चाहिँ एउटा सानो पार्क पनि छ। यहाँनिर सानो यहाँबाट धेरै छ नि सर्टकट चाहिँ। कस्तो बिर्सिँदैछ नि मलाई, केही छैन, पुगि त सक्यो। ल हे गाइस पुग्यो। यो अगाडि देख्दै गरेको चाहिँ हाम्रो आमाको घर हो है। यहाँनिर हेर्नु सक्नुहुनेछ तपाईँहरूले। पहिला मेरो भ्लग्सतिर पनि देख्नु भएको होला हो, पहिला म आएको थिएँ र अहिले भेट्यौँ यता केस कटाइ हाल्दैन नि त यो पनि। आज मेरो छेउर भयो। मामाले मेरो छेउर गर्दै, कान्छा मामाले छेउर गरिदियो है। हो कि अरे म आज मौला आएको थिएँ। मामा कान्छा मामाले मेरो छेउर गर्दै लु पसिहाल्छ। गाइस अहिले चाहिँ यतिकै बसिरहेको छु हो। र यहाँदेखि अब के गर्नु र होइन, अब एकछिनबाट डुल्न जान्छु होला। त्यहाँदेखि आएर त्यहाँदेखि सुत्छु। त्यहाँदेखि भोलि बिहानको गाडी छ। यहाँनिर हेर्नु सक्नुहुनेछ हो। यहाँनिर सबै आफ्नै सन्तानहरू पर्छ यो तल तलै। अनि यता यो तलको चाहिँ देख्दै गरेको चाहिँ चर्च हो। अहिले चाहिँ म यहाँ माथि छु बरन्डामा। लुगास यहाँनिर चाहिँ माछाको दह हुनुपर्ने तर छैन रहेछ, सुकेछ। र यो चाहिँ यो पनि हाम्रै सन्तानकै घर हो। बाजेहरू बस्नुहुन्छ। सो अरू के छ र यहाँ? यहाँनिर बाख्रा रहेछ, यहाँनिर गोठ, यहाँनिर घर, यहाँनिर धुपी र अरू के छ? यस्तै छ हो, रमाइलो शान्ति। र उ हेर्नुहोस् न, ऊ लालुपाते फुलिरहेको रहेछ ठ्याक्कसँगले। यस्तै छ हो। अहिले कोही छैन रहेछ यहाँ। The next morning. लो गाइस, अहिले भने चाहिँ म यहाँ गाडीमा बसिरहेको छु हो। हेर्नु सक्नुहुनेछ। हेलो साथी हो, नाम्ची आइपुगेर यहाँ खाजा खान आइरहेको छु।
लु साथी हो घर आइपुगेँ हो र आज हत्तु भयो पुरै अब गाडी चेन्ज गरेको गर्नु पऱ्यो होइन त्यसैले हत्तु भयो र अब चाहिँ यस्तै छ जिन्दगानी अब एकछिन अब के हुन्छ कसो हुन्छ त्यो थाहा छैन हो र आजको भ्लगलाई चाहिँ म यतिमा एन्ड गर्न चाहन्छु हेर्नुभयो दुईवटा एउटै भिडियोमा हाल्छु होला हो त्यसैले हेर्नुभयो म हिजो गएँ र आज आएँ है मेरो यो सानो ट्राभल तपाईँहरूलाई मन पर्यो होला है भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् र म तपाईँहरूमा अर्को भिडियो पनि लिएर आउने छु त त्यो अर्को भिडियो चाहिँ अब फेरि पनि कालिम्पोङकै हुनेछ होला हो किनभने चाहिँ म फेरि जानुपर्ने छ तर इक्जाम सकेर अब चाहिँ 29मा सक्छ सो सक्नु आँटेको छ है र ओके थ्याङ्क यू सो मच एन्डसम्म हेरिदिनु भएकोमा अगर हेर्नु भएन भने पनि थ्याङ्क यू र हुन्छ अर्को भिडियोमा भेटौँ टिल देन टेक केयर एन्ड बाई